यस भिडियोमा पूरा हेरौँ, स्किप नगरिकन पूरा हेर्नुहोला। यो फेसबुक ओपन भइसकेको छ। यहाँ जस्ट आफ्नो यो प्रोफाइल आइकनमा क्लिक गर्नुहोला। स्क्रोल डाउन गरेपछि यहाँ तलपट्टि देखिन्छ लाइभ, जस्ट लाइभमा क्लिक। यो मेरो फेसबुक लाइभ आइसकेको छ। यहाँ हजुरहरू क्लियरली हेर्न सक्नुहुन्छ। यहाँ माथिपट्टि देखाइएको छ पब्लिक, जस्ट यो पब्लिक चाहिन्छ। यहाँ पब्लिकै ठिक छ। अब तलपट्टि यहाँ देखिन्छ फ्ल्यास अफ। यो नाइटमा अँध्यारो हुन्छ जसले गर्दा लाइट चाहिन्छ, रातिको लागि अन चाहिन्छ। अहिले डे छ, मेरो अफ, ठिक छ। म्युट माइक, मैले बोलेको माइक त यहाँ चाहिन्छ, यो माइक अन गर्नु होला। अनि अर्को यो इन्हान्स अफ छ नि, जस्तो कि यो इन्हान्स कतिखेर काम लाग्छ, यो पनि एउटा माइकै हो। तर म यहाँ चारजनाको बिचमा उभिएको छु र अरूहरूको पनि आवाज नआओस् भन्ने र हो, यो चाहिँ अन अफ दिएको हुन्छ। ब्याकग्राउन्ड आवाज हटाउनको लागि यो युज गरिन्छ। जस्ट अहिले म एक्लै छु, एकान्तमा छु, मलाई आवश्यक छैन। हजुरहरू पनि ब्याकग्राउन्ड साउन्ड हटाउन छ भने यसलाई अन गर्नु होला। मेरो अफ छ। यसरी क्लिक गर्यो भने हेर्नु होला, रिडस ब्याकग्राउन्ड नोइज, अरूको आवाज आउन दिँदैन। मेरो यो अफ छ, ठिक छ। यहाँ ट्याप टु एड डिस्क्रिप्सन, यो भिडियो बनाएको हामीले के को लागि त्यसको डिस्क्रिप्सन दिनु पर्यो। डन गरे। यति भइसकेपछि सजिलैसँग यो लाइभको लागि रेडी भयो। यसरी नै यो सबै मैले सेट गरे अनुसार यसरी नै सेट सजिलै तरिकासँग गरिन्छ। यो अब फिनिश भइसक्यो। मैले भिडियो एन्ड गरिसकेँ। अब यसलाई, यो भिडियोलाई मैले डिलिट गर्न चाहे भने यहाँ डिलिटको अप्सन देखेको छ। यदि हजुरहरू यो भिडियो यति राख्ने हो भने यो यहीँ हुन्छ, तर डिलिट त हुन्छ 30 दिन पछि हुन्छ। अहिले हालको लागि यहीँ राख्न चाहनुहुन्छ भने यहाँ डनमा क्लिक गर्नु होला। यहाँ डनमा क्लिक गर्यो भने 30 दिन पछि यो आफै डिलिट हुन्छ। म यो भिडियोलाई राख्न चाहेन, डिलिट गर्छु। जस्ट यहाँ डिलिटमा क्लिक, यहाँ डिलिट।